हेलो सम्पूर्णमा जय मसी भन्न चाहन्छु। आज सेवाकाई 20 गतेदेखि सुरु भएको, आज 21 गते भयो। 21 गते सेवाकाई सुरु गरिरहेको छौँ, पूर्ण हुनुहुन्छ। अनि साथसाथै हाम्रोमा जवान भाइहरू चाहिँ पुरा एकदम काम गर्नु व्यस्तमा हुनुहुन्छ क्या। तपाईँहरूलाई म देखाउने ल हेर्नु सक्नुहुनेछ, हाम्रो युवाहरू चाहिँ एकदम धन्दा गराइमा व्यस्त हुनुहुन्छ। र विभीषण भाइ हुनुहुन्छ, प्रकाश भाइ। हेलो प्रकाश भाइ। हाम्रो मेन बेहुला चाहिँ उहाँ हुनुहुन्छ, धन्दा गर्ने बेहुला चाहिँ उहाँ हो। सुट बुटमा आउनु भएको छ। अनि अनि पुरा बनेर आउनु भएको रहेछ कि अहिले भर्खर खाना खाएर गएर र उहाँलाई चाहिँ कारवाही दिइहालेको यो चाहिँ है। हामीले पुरा बनेर आउने अरे, काम गर्ने टाइममा चाहिँ पुरा बेहुला भएर आउने अरे क्या। अनि त्यही भएर हामीले चाहिँ यहाँ लगाइदिइहालेको काममा हो। हेर्नुहोस् यहाँ खाना खाएर बसन र हाम्रो जुन विद्यार्थी भाइहरू चाहिँ भित्र हुनुहुन्छ। अनि म चाहिँ भित्र गएर खिचौँ भने चाहिँ मेरो चाहिँ है खाना पकाउने टोली भएर जुत्ता हेर्नुहोस्, जुत्ता लगाएको छु। अनि त्यही भएर म भित्र जानु सकिरहेको छैन। अब म भरे तपाईँलाई बेलुकाको देखाउने नै छु, हेर्नु सक्नुहुनेछ। अनि हाम्रो नानी हुनुहुन्छ, विनोद सरको दोकानहरू। अरू टोलीहरू हाम्रो मामा हुनुहुन्छ। तपाईहरुलाई स्वागत छ जौन संगतिमा। भाडामा चाहिँ हैन है, भाडामा चाहिँ म साथी हो। बिहेमा बोलाउनु, बिहेमा धन्दा गर्नु पर्दैन। त्यसले एकजनाको 10,000 दिन्छ। यसदेखि तपाईको पाउको मैले त मेरो जीवनमा धेरै सपनाहरु छ। तपाईको सपना चाहिँ योजना चाहिँ के छ मेरो जीवनमा? So you can pray with me, okay? तपाई मसँगै प्रार्थना गर्न सक्नुहुन्छ। So at the count of 3, you're going to pray, and we're going to put those things in front of God. अनि हामी त्यही कुरा चाहिँ परमेश्वरको सामुन्ने राख्ने छौं। सँगै मिलेर प्रार्थना। 1, 2, 3. God, thank you for those dreams that we had in your mind. Open your mouth and you can pray. Come on. अनि तपाईले पनि प्रार्थना गर्नुहोस् यसरी, प्रभु तपाईले तपाईलाई धेरै धन्यवाद। हामीलाई मेरो जीवनमा भएको सपनाहरु तपाईको अगाडि राख्ने मौका दिनुभयो। Thank you for those dreams who are from your mind. प्रभु तपाईलाई धन्यवाद। तपाईको मनमा भएको सपना मलाई देखाइदिनु भयो। Let us be good disciples and think first in the kingdom of God. प्रभु मलाई असल तपाईको चेला हुन सिकाउनुहोस् अनि